फुटबल इतिहासकै सबैभन्दा ठूलो, सबैभन्दा लामो र कहिले नटुङ्गिने डिबेट। क्रिस्टियानो रोनाल्डो कि लियोनेल मेसी? को हो त रियल गोट? सामाजिक सञ्जालमा प्राय हामी विभिन्न तर्कहरू सुन्छौँ। तर आज स्पोर्ट्स टक एनपीमा हामी कुनै कपोल कल्पित कुरा गर्ने छैनौँ। आज हामी विशुद्ध तथ्याङ्क, फ्याक्ट्स र फुटबल इतिहासका आधिकारिक रेकर्डहरूको आधारमा कुरा गर्नेछौँ। फुटबल इतिहासका यी दुई महानायकहरूलाई एक अर्काको स्तरमा पुग्न वा आधिकारिक रूपमा बराबरी गर्न गणितीय रूपमा के चाहिन्छ त? आउनुहोस् पुरा फ्याक्ट चेक गरौँ। सुरु गरौँ क्रिस्टियानो रोनाल्डोबाट। गोल मेसिन र अथक मेहनतका प्रतीक रोनाल्डोलाई लियोनेल मेसीको डकुमेन्टेड रेकर्डहरू म्याच गर्न आधिकारिक रूपमा यी कुराहरू चाहिन्छ। पहिलो हो एउटा फिफा विश्वकप र गोल्डेन बल। फुटबलको सबैभन्दा ठूलो र प्रतिष्ठित उपाधि। मेसीले 2022मा अर्जेन्टिनालाई विश्वकप जिताएर गोल्डेन बल अर्थात् सर्वोत्कृष्ट खेलाडी समेत हात पारे। रोनाल्डोलाई मेसीको यो सबैभन्दा ठूलो उपलब्धि बराबरी गर्न एउटा विश्वकप ट्रफी र 2वटा विश्वकप गोल्डेन बल चाहिन्छ। दोस्रो, थप 3वटा ब्यालोन डी ओर। फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड ब्यालोन डी ओर। मेसीले कीर्तिमानी 8 पटक जितेका छन् भने रोनाल्डोसँग 5वटा छ। तेस्रो, थप 2वटा युरोपियन गोल्डेन बुट। युरोपको शीर्ष लिगहरूमा सर्वाधिक गोल गर्ने खेलाडीले पाउने यो अवार्ड मेसीले 6 पटक जितेका छन् भने रोनाल्डोले 4 पटक। चौथो, 9 देखि 10वटा अफिसियल ट्रफी। मेसी फुटबल इतिहासकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडी हुन्। उनले आफ्नो करियरमा 44 भन्दा बढी आधिकारिक ट्रफी जितिसकेका छन्। रोनाल्डोलाई यो रेकर्ड भेटाउन अझै करिब 9 देखि 10वटा मेजर टिम ट्रफी चाहिन्छ। पाँचौं, करिब 100वटा असिस्ट। रोनाल्डो उत्कृष्ट गोलकर्ता हुन्, तर मेसी बोलकर्ताका साथै गज्जाबका प्लेमेकर पनि हुन्। फुटबल इतिहासमै सर्वाधिक 350 भन्दा बढी असिस्ट दिने रेकर्ड मेसीको नाममा छ। रोनाल्डोलाई यो लेभलमा पुग्न अझै करिब 100 असिस्ट चाहिन्छ। र छैटौं हो लौरियस स्पोर्ट्स अवार्ड। खेलकुद क्षेत्रकै सर्वोच्च मानिने यो अवार्ड मेसीले 2 पटक जितेका छन्। यो अवार्ड जित्ने उनी इतिहासकै एकमात्र फुटबलर हुन्। अब पालो लियोनेल मेसीको। मेसीसँग अद्भुत ट्रफीहरू भए पनि मिस्टर च्याम्पियन्स लिग क्रिस्टियानो रोनाल्डोका केही यस्ता रेकर्ड छन् जसलाई भेटाउन मेसीलाई पनि निकै कठिन पर्छ। मेसीलाई रोनाल्डोको लेभलमा पुग्न यी कुराहरू चाहिन्छ। सबैभन्दा पहिले थप एउटा च्याम्पियन्स लिग। युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि च्याम्पियन्स लिग रोनाल्डोले 5 पटक जितेका छन्, जसमा रियल मड्रिडबाट लगातार 3 पटक जितेको रेकर्ड समेत सामेल छ। मेसीले यो उपाधि 4 पटक जितेका छन्। दोस्रो, च्याम्पियन्स लिगको अल टाइम टप स्कोरर रेकर्ड। च्याम्पियन्स लिगमा रोनाल्डोको नाममा सर्वाधिक 140 गोलको कीर्तिमान छ। मेसीलाई यो रेकर्ड तोड्न अझै 12 गोल चाहिन्छ, किनकि मेसीको खातामा अहिले 129 गोल छ। तेस्रो, अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान। रोनाल्डो पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन्, जसले 130 भन्दा बढी गोल गरेका छन्। मेसीलाई यो रेकर्ड भेटाउन आफ्नो देशका लागि अझै 20 भन्दा बढी गोल गर्नुपर्ने हुन्छ। चौथो, कुल करियर गोल। आधिकारिक प्रोफेसनल फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता रोनाल्डो हुन्, जसले 900 भन्दा बढी गोल गरिसकेका छन्। मेसीलाई यो आँकडा पार गर्न अझै 50 बढी गोल आवश्यक पर्छ। पाँचौं, एउटा फिफा पुस्कास अवार्ड। वर्षकै उत्कृष्ट र गोल्डेन गोल गरेबापत दिइने फिफा पुस्कास अवार्ड रोनाल्डोले सन् 2009मा जितेका थिए। मेसी धेरै पटक मनोनयनमा परे पनि यो अवार्ड आजसम्म जित्न सकेका छैनन्। र छैटौं हो विभिन्न शीर्ष युरोपियन लिगमा प्रभुत्व। रोनाल्डोले युरोपका शीर्ष 3वटा फरक लिगहरू इङ्ल्यान्डको प्रिमियर लिग, स्पेनको ला लागा र इटालीको सिरी एमा लिग उपाधि, घरेलु कप र उत्कृष्ट खेलाडीको अवार्ड जितेर आफूलाई हरेक वातावरणमा प्रमाणित गरेका छन्। तथ्याङ्क एकदम स्पष्ट छ। मेसीको व्यक्तिगत अवार्ड, प्लेमेकिङ क्षमता र ओभरअल ट्रफीको सङ्ख्या अतुलनीय छ। उता रोनाल्डोको गोल स्कोरिङ क्षमता, च्याम्पियन्स लिगको दबदबा र